घाम लाग्दा घमाइलो भागवत लाग्दा रमाइलो त्यहाँ जाऊ भागवत लगाइदेऊ। अत्यन्तै राम्रो ठाउँ छ। लहराले गरेर रुखलाई गरेर बेष्टित गरिएको छ। नयाँ नयाँ बालुवाका कणाहरू छन्। ऋषि मुनिहरू त्यहाँ आवत जावत गर्छन्। साह्रै रमाइलो ठाउँ छ। थरी थरीका सबै चिजहरू फुलहरू फुलेका छन्। यस्तो ठाउँमा गएर भागवत लगाइदिनु। कोमलका फुलहरू फुलेका ज्ञान महायज्ञ गर्न त्यहाँ जानु। अपूर्व रस गरेर कथा गरेर सुन्नु। यो भागवतको वार्ता त्यहाँ गएर गर्नु। कथाको शब्द त्यहाँ गएर सुन्नु। भक्ति र ज्ञान भइराखेको त्यो वृद्धत्व हटेर जान्छ, त्यो चिन्ता हटेर जान्छ भन्नुभयो। र नारद ऋषि र ज्ञान वैराग्यलाई भागवत लगाउनको लागि सतोष कुमार चार भाइ गङ्गाजीको तटमा जानुभयो र सर्वप्रथम गरेर भागवत लगाउनको लागि मन्दिर बनाउनु भयो। यो मन्दिर बनाउने विधान हामीले भनिसक्यौँ नि अस्ति, होइन? महात्मा सुन्नु भएको छ हजुरहरूले। अब गएर सर्वप्रथम त गएर राजा श्रीमद् भागवत महापुराण लगाउनको लागि पहिले गएर मन्दिर बनाए। अनि गएर भागवतको लागि तयारी गर्नुभयो। श्रीमद् भागवत महापुराणमा गएर हल्ला हल्ला मच्यो। भूरलोकमा, देवताको लोकमा, ब्रह्माजीका लोकमा सबै ठाउँमा भागवतको हल्ला मच्यो। भागवत सुन्नको लागि सबैजना आए दौडेर पहिले। भगवानका भक्तहरू राजन, विष्णुका भक्त हतार हतार गरेर दौडेर आए। पहिले गएर को त भृगु भन्ने, वशिष्ठ भन्ने, च्यवन भन्ने, गौतम भन्ने, मेधातिथि, देवल, देवरातौ, राम तथा गादी, सकल, मृकण्ड, अत्रि, पिपला र योगेश्वर, व्यास, पराशर, छाया, सुखदेव स्वामी सबैजना गए। राजा आफ्ना पत्नी पनि लिएर गए, आफ्ना छोरा पनि लिएर गए, आफ्ना परिवार सबैजना जाने काम गर्नुभयो। भागवत सुन्नको नयाँ वेद, वेदान्त, 17 पुराण, 6वटा शास्त्र, गंगा आदि गरेका सागर, पुष्कर तीर्थ, दण्डक क्षेत्र, देवता गन्धर्वहरू सबैजना गएर भागवत सुन्न बसे। भृगु नाम गरेका ऋषिले गएर सम्बोधन गर्नुभयो। नारदले गएर दीक्षा लिनुभयो राजा। अनि गएर भागवत सुन्नको लागि बस्नुभयो। मुख्य मन्त्र भागवतमा गएर के हो त? ओम नमो भगवते वासुदेवाय। यो मन्त्र हजुर हामीले पनि जपिरहने मन्त्र। भागवत अन्त चित्त नदिनु, मैले बार बार भने। अन्त कतै मन नलगाउनु, ताइजे सुकै होस्। श्रीमद् भागवत महापुराणमा गएर मुख्य मन्त्र के छ? ओम नमो भगवते वासुदेवाय। नारद नाम गरेका गुरुले गएर दीक्षा लिनुभयो राजन। अनि गएर आसनमा गएर बस्नु। सतोष कुमार चार भाइले यो भागवत सुन्न बस्दा वैष्णव, ब्रह्मचारी, ऋषि मुनिहरू मिलेर बसे। भागवत सुन्न बस्दा मिलेर बस्नुपर्छ। श्रीमद् भागवत महापुराण सुन्न बस्दा ब्राह्मणको बिचमा बसेर कथा सुन्नु हुँदैन। ब्राह्मण र अग्निको बिचमा बसेर कथा सुन्नु हुँदैन। श्रीमान श्रीमतीका बिचमा बसेर कथा सुन्नु हुँदैन। श्रीमान श्रीमती हुने मान्छेले सँगै बस्नुपर्छ। यसै गरी फुलमाला डिलीबहादुरकै आज बेलुका चाहिँ कसो भएर फुलमाया भागिहाल्छ नि। अब त्यो भइसकेपछि श्रीमद् भागवत महापुराण सुन्दाखेरि ब्राह्मणको बिचमा बसेर कथा नसुन्नु। ब्राह्मण र अग्निको बिचमा कथा बसेर कथा नसुन्नु। श्रीमान श्रीमतीको बिचमा बसेर कथा नसुन्नु। श्रीमान श्रीमती हुने मान्छे सँगै बस्नुपर्छ। पुराण लाउँदाखेरि आरम्भ गर्दा जहाँ बसेको थियो नसकिन्छ त्यही थलामा बस्नुपर्छ। एक थलामा बस्नुपर्छ अस्ति नै भनेको है मैले, होइन हो? अनि गएर यो श्रीमद् भागवत महापुराण सुन्नलाई त्यो प्रकारले गएर बस्नु। अग्लो आसनमा बसेर पुराण नसुन्ने, भागवतको आसनभन्दा माथिल्लो अग्लो आसनमा बसेर पुराण नसुन्ने, खाटमा बसेर पुराण नसुन्ने, कुर्सीमा बसेर पुराण नसुन्ने, पछाडि बसेर पुराण नसुन्ने, सुतेर नसुन्ने, उठेर नसुन्ने। अब गएर भागवत सुन्न बस्दाखेरि आनन्द मन लिएर भक्ति भावनाको कारणबाट श्रीमद् भागवत महापुराणलाई कथा श्रवण गर्नुपर्छ। भागवत सुन्न बस्दा सामान्यमा बस्नुपर्छ, अगाडि गएर बस्नुपर्छ। भन्ने कुरो सुन्नेको अनुहार देखादेख भएन भने पुराणको कुनै पनि औचित्य हुँदैन।
भन्ने मानिसले पनि गएर शून्यलाई देख्नुपर्छ, शून्य मानिसले पनि भन्नेलाई देख्नुपर्छ। अनिखेर मात्र श्रीमद् भागवत महापुराण सुनेको एक प्रकारको आनन्द प्राप्ति हुन्छ, होइन भने भागवतमा कुनै आनन्द प्राप्ति हुन सक्दैन। त्यही भएर उठेर उभिएर नसुन्नु रुख हुन्छ, सुतेर नसुन्नु सर्प हुन्छ, फेटा बाँधेर नसुन्नु गिद्ध हुन्छ, मुन्टो हलाउँदै नसुन्नु छेपारो हुन्छ, हल्ला गर्दै नसुन्नु भ्याकुतो हुन्छ। भागवत सुन्ने नियमहरू छन्। आज त्यो प्रकारले गरेकन श्रीमद् भागवत महापुराणलाई गर भागवतको आसन भन्दा अग्लो आसनमा बसेर कथा सुन भने गएर कहाँ गइन्छ। भागवत सुन्न पलेटी कसेर बस्नुपर्छ, टुक्रुक्क बसेर कथा नसुन्नु, शोकासनमा बसेर नसुन्नु, दरिद्रासनमा बसेर कथा नसुन्नु। दरिद्रासन भनेको टुक्रुक्कको बसाइ, अब शोकासन भनेको पिर परेको अनुहार, चिन्ता परेको जस्तो छ झोक्राको झोक्रा। उज्यालो अनुहार जिन्दगी लाउनु छ, न भजनमा ताली छ न भजन गाउनु छ, न नाच्नु छ। कमसे कम भागवतमा आएपछि एउटा काम गर्न जान्नु पर्दैन कि भजन गाउन जान्नु, कि ताली बजाउन जान्नु, कि नाच्न जान्नु, कि अर्काले नाचेको हेर्न जान्नु। क्या जानिन्छ, हेर्न जानिन्छ। एउटा काम गर्न जान्नु पर्छ कि पर्दैन? हो, अब कमसे कम ताली बजाउन जान्नु पर्दैन? भागवतमा ताली बजाउन पनि जान्नुपर्छ। ताली बजाउने कसरी थाहा छैन? 1 2 3 भनेर बजाएर पो ताली हुन्छ त। यहाँ त बेताली क्या बेताली। भजनमा ताली एउटै मिलेको छैन, गाली गरे होइन। मलाई एकचोटि पुराण भन तराई गएको अनि कथा भन्दै गइरहेको थिएँ, यसै गरी कीर्तन गर्दै थिएँ, ताली बजाउनु भनेको एउटा कुनामा ताली बज्छ। अब कसले ताली बजायो भनेको के को ताली हुन्थ्यो? त्यो श्रुति खाने मान्छेले सुना पो उडाएको। अब त्यो भन्दा बढी यहाँहरूको पनि राम्रो बजेको चाहिँ छैन है हो। तराईमै भन्दैछु, यता नामाडी बेताली भयो, यता नामाडी हो तर ताली चाहिँ बेताली मात्रै भयो। अब त्यो भएपछि श्रीमद् भागवत महापुराणको जय। अब गएर श्रीमद् भागवत महापुराणमा 1 नम्बर भागवतमा बस्न जान्नुपर्छ, मिलेर बस्नु। पलेटी कसेर बसेपछि तल बसेको जमिन हल्लियोस्, माथि बस्ने मान्छे नहलिने के त्यो खालको बसाइ हुनुपर्छ पुराण सुन्न बस्दा। यहाँ त मिलिक कमिटीको बिजुली चम्के जस्तो छ हो, त्यस्तै छ। अब त्यो भएर यसरी भागवत